डराउनु हुँदैन, घाटा हुँदैन, फाइदा अलिकति कम हुने हो। अब घाटा हुँदैन के अरे बङ्गुरले जति खाए पनि, त्यही भएर ढुक्कले पकाएर खुवाउँछ। सुरु महिना 5,150, दोस्रो महिना 7,260, तेस्रो महिना 13,800 र अहिले चौथो महिना चाहिँ 18,429 गरेर जम्मा 44,639 रुपियाँको दाना। अल्छी लाग्ने मान्छे, अब अलिकति झाटझुट काम नगर्ने मान्छेले चाहिँ बङ्गुर पाल्न सक्दैन। हेर्नुहोस्, हेर्नु नि, ल हेर्नु त यो कति बलियो भएको छ। यो लोकल बङ्गुर लोकल दाना खाएर कति चाहिँ बलियो भएको छ। ल हेर्नुहोस् त, यो चामल र सिस्नु र अरू सागसब्जीहरू मिसाएको खाना अनि अलिकति पानी मिसा। नमस्ते साथीहरू, यहाँहरूलाई म आज अस्ति योभन्दा अगाडि देखाएको यो बङ्गुर पालन सम्बन्धी त्यो सुरु गरेको बङ्गुर पालनको व्यवसायको बारेमा यो मेरो दोस्रो भिडियो हो। त्यो भिडियोमा यहाँहरू धेरैजनाले कमेन्ट गर्नुभएको छ कि लोकल बङ्गुरलाई लोकल कस्तो खालको दाना कसरी बनाउने, अनि त्यसमा चाहिँ अहिलेसम्म कति खर्च भयो, कति पैसा लागिरहेछ, कति महिना कति खर्च भइरहेछ, अनि धेरैजनाको जिज्ञासा त आएको छ र कस्तो खालको दाना दिनुहुन्छ त्यसको भिडियो हाल्नु होला भन्नुभएको थियो। र त्यो सबै कुराको म कस्तो खालको लोकल दाना बनाउँछु र अहिलेसम्म कस्तो हुँदैछ बङ्गुर र अहिलेसम्म कति लगानी लाग्यो, कति दानामा कति खर्च भयो भन्ने कुरो सम्पूर्ण यो भिडियोभित्र छ। कृपया अन्तिमसम्म एकदम झर्को नमानिकन अन्तिमसम्म हेरिदिनु ल, यहाँहरूलाई पनि जानकारी हुन्छ। हस्, धन्यवाद। ल, हामी चाहिँ यसरी घरबाट करिब 3 किलोमिटर टाढासम्मको पर्ने जङ्गलमा गएर बुढाबुढी गएर चाहिँ यसरी सिस्नु, जङ्गली सिस्नु खोज्यो। अब गाउँमा पाल्ने बङ्गुरको लागि फ्रीमा पाइने यो झार जङ्गलहरू एकदमै लोकल बङ्गुरको लागि चाहिँ यो हरियो सागसब्जीहरू एकदमै अनिवार्य दिनुपर्छ। बङ्गुर पाल्ने मान्छेले दुःख चाहिँ गर्नुपर्छ है साथीहरू, दुःख नगरी चाहिँ हुँदैन है। अल्छी लाग्ने मान्छे, अब अलिकति झाटझुट काम नगर्ने मान्छेले चाहिँ बङ्गुर पाल्न सक्दैन। हेर्नुहोस्, अब हामी चाहिँ यसरी लगभग घरबाट 3 किलोमिटर के त्योभन्दा नि अझै बढी होला टाढाको जङ्गलमा गएर यसरी बुढाबुढीले चाहिँ मजाले सिस्नु ल्याएर आइयो। अब खुरुखुरा आउन सकिँदैन है, बर्खाको दिनमा गरमै हुन्छ। अनि यसरी लिएर आइसकेपछि चाहिँ घरमा ल्याएर चाहिँ अरू अन्नहरूसँग चाहिँ, यो चाहिँ हाम्रो घर है साथीहरू, अनि अरू अन्नहरूसँग मिसाएर पकाएर दिनुपर्छ। यति हाम्रो अहिलेसम्म आइपुग्दाखेरि चाहिँ हाम्रो लगभग 4 महिना, जेठ असार साउन भदौ, यो 4 महिना भयो हामीले सुरु गरेको। 4 महिनामा हाम्रो लगभग 44,639 रुपियाँको दाना दिएछौँ है हामीले गाइज। ल, यो तपाईँहरूलाई जानकारी भयो। धेरैजनाले सोध्नु भएको थियो दानामा कति खर्च हुन्छ, कति पैसा खर्च भइसक्यो अहिलेसम्म भनेर भन्नुभएको थियो, अनि त्यो पनि मैले तपाईँहरूलाई जानकारी गरेँ। सुरु महिना 5,150, दोस्रो महिना 7,260, तेस्रो महिना 13,800 र अहिले चौथो महिना चाहिँ 18,429 गरेर जम्मा 44,639 रुपियाँको दाना खाएछ है हाम्रो। यो तपाईँलाई जानकारी भयो ल। अनि ल हेर्नु त, हामीले यसरी चाहिँ जङ्गलबाट ल्याएको चाहिँ सिस्नुलाई मजाले काटेर, मसिनो बनाएर काटेर यसरी ठुलो भाँडामा मजाले एकदमै मजाले पकाउनु पर्छ ल। यो सिस्नु चाहिँ फेरि अलिक मजाले पकाएन भने सिस्नुको विषले गर्दा सुँगुर मर्छ है। तपाईँहरूलाई अब धेरैजनालाई थाहा पनि छ होला, लोकल रूपमा बसेर सुँगुर पाल्ने मान्छेहरूलाई थाहा पनि हुन्छ। यसरी चाहिँ मजाले पकाउनु पर्छ। हेर्नु है, यो सिस्नु एकदम मजाले पकाउने। सिस्नु मात्रै होइन, सिस्नुमा अरू झारहरू पनि मिसाउन सक्नुहुन्छ। सिस्नुले मात्र नपुग्न सक्ने सम्भावना हुन्छ, त्यसलाई अरू झारहरू पनि मिसाउँदा हुन्छ है, कलिलो झारहरू। यी हेर्नुहोस्, ल हेर्नुहोस् त, मजाले पाकेर हेर्नुहोस् त, फ्लात्तै भएको रहेछ नि, मान्छेले खाने सागसब्जी जस्तै कि फ्लात्त भएको छ। अब बल्ल यसरी फ्लात्तै भएर पाकिसकेपछि बल्ल चाहिँ चामल लाउनुपर्छ। यसमा बुझ्नुभयो, चामल लाउनुपर्छ। त्यो चामलको रेसियो मिल्नुपर्छ है, हरियो सागसब्जी र चामलको रेसियो मिल्नुपर्छ। अब सागसब्जी धेरै चामल कम भयो भने पनि बङ्गुरले नखाने त होइन, खान्छ, तर अब उसलाई अलिकति
कम उसको ग्रोथ र तपाईँको प्रोटिन कम हुन्छ, अन्न कम हुँदाखेरि अलिक कम बढाइ हुन्छ। त्यसले गर्दा सागसब्जी भन्दा थोरै बढी भात हुनुपर्छ। यो पकाइसकेपछि हेर्नु त यसरी मजाले यसरी चामल लगाएर मजाले छोपिदिने चामललाई, त्यो पाकेको हरियो सागसब्जीभित्र गुम्साइदिने। अनि त्यसपछि यो पाक्छ मजाले, पाएपछि मजाको भात बन्छ है। यो मजाको भात बन्छ जुन चाहिँ हामीले हामीले खाने जस्तै सागसब्जीसँग भात चाहिँ को रेसियो मिल्नुपर्छ है। मजाले अन्नले नि पुर्याउनुपर्छ बङ्गुरलाई। डराउनु हुँदैन, घाटा हुँदैन। फाइदा अलिकति कम हुने हो, अब घाटा हुँदैन के अरे बङ्गुरले जति खाए पनि। त्यही भएर ढुक्काले पकाएर खुवाउँछ। यो हाम्रो बङ्गुर हेर्नु त यहाँ 4 महिनाको बङ्गुर, यो लगभग 35-40 किलोको त भइसकेको छ यो बङ्गुर। हेर्नु है, यी अब तपाईँले अघिको भयो। अब यो यसरी मकैको च्याख्ला पनि यसरी पकाउनुपर्छ। मजाले मकैको च्याख्ला पनि पकाएर मजाले यो पाकेको मकैको च्याख्लाको खोले अनि त्यो चाहिँ अघि हामीले बनाएको उयो के अरे हरियो साग सिस्नो र चामलको खाना यसरी हेर्नुहोस् ल, यसरी मजाले मिसाएर मजाले घोलेर दिनुपर्छ है। मजाले घोलेर दिनुपर्छ हेर्नुहोस्। अनि लोकल बङ्गुरले चाहिँ यो लोकल दाना एकदमै रुचाएर खान्छ, धेरै नै रुचाएर खान्छ है। हेर्नुहोस् त, यसरी मिसाउने चाहिँ तपाईँको मकैको च्याख्लाको खोले अनि चामल र सिस्नु र अरू सागसब्जीहरू मिसाएको खाना, अनि अलिकति पानी मिसाएर यस्तो हेर्नु त कति राम्रो चारो भयो। लततत्त परेको मजाको चारो हुन्छ। यो हाम्रो यो 2वटा सेतो बङ्गुरले चाहिँ अलिकति गिलो खानु मान्दैन कि, अलिक राम्रो चारो खानु खानुपर्छ नि। यस्तो चाम्रो लगाइदिनुपर्छ। कति मैले खान्छ झ्याम बनाउँछ 2जना लडाइँ गर्दै जब ठेल गर्दै खान्छ। हेर्नु त कति बलियो पनि छ, यसरी खान्छ है। अनि उतापट्टिको अरू यो जम्मा यो मसिनो यो चाहिँ भर्खर लाग्यो हामीले। यो चाहिँ हामीले यो पाठा लाग्यो चाहिँ पछाडि हो है, साउन लाग्दोतिर असार अन्तिमतिर मात्र लाग्यो। यो पनि राम्रै छ, एकदम बढेकै छ। अनि यहाँको पनि यो ठुल्ठुलो 2वटा, यो पल्लो छेउको र यो यता उल्लो छेउको 2टा ठुल्ठुलो चाहिँ जेठ 3 गते नै यो सेतोहरू सँगसँगै लाग्यो। अर्को 2टा चाहिँ अलिक पछाडि नै लाग्यो र बिचको सानो सबभन्दा पछाडि लाग्यो हो। ल हेर्नु, यसरी खुवाउनुपर्छ है दाना, लोकल दाना यसरी बनाउने अनि यसरी खुवाउने। बङ्गुरले कति मजाले खान्छ हेर्नु त। यसलाई मासु कति लागेको छ हेर्नु नि। ल हेर्नु त यो कति बलियो भएको छ। यो लोकल बङ्गुर लोकल दाना खाएर कति चाहिँ बलियो भएको छ। ल हेर्नुहोस् त यो। ल यस्तो छ है। तपाईँहरूलाई म अझै